सकेको सहयोग मेरो तर्फबाट रु 25,000 र भाइको तर्फबाट रु 15,000 सहयोग दिने निर्णय गरेका छौँ। सो एट द लास्टमा थ्याङ्क यू सबैलाई, थ्याङ्क यू। धन्यवाद। कार्यक्रम सञ्चालिका हाम्रो यस पुरानो गाउँ गुरुङा सम्पर्क समाजका सचिवज्यूलाई, मञ्चमा आसीन सभाका संस्थापक अध्यक्ष श्री कर्णबहादुर पुन्ज्यू, त्यस्तै मञ्चमा आसीन यस समाजका संस्थापक कोष अध्यक्ष श्री पदमबहादुर ककामी ज्यू, त्यस्तै समाजलाई निरन्तर सहयोग गर्दै आउने, माया गर्दै आउने समाजका सदस्य श्री कुलबहादुर तिल्लाज्यू, त्यस्तै हाम्रो समाजमा अस्ति भर्खरै सदस्यता लिनुभएको अग्रज व्यक्ति श्री खड्गबहादुर चुचाङ्गेज्यू, त्यस्तै हाम्रो यस पूर्णगाउँ गुरुङा सम्पर्क समाज पोखराका हालको सम्पूर्ण कार्य समितिज्यूहरू, वरिष्ठ उपाध्यक्षज्यूहरू, उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू, सचिवज्यू, सबैलाई मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नमस्कार टक्राउन चाहे र आज हाम्रो पूर्णगाउँ गुरुङा सम्पर्क समाजको एउटा त्रैमासिक मिटिङ सधैँ जस्तो भएन। आज अलिकति रौनक अनि अलिकति खुसियाली र एउटा समाजमा एउटा सुचारू रूपले चलाउनको लागि, एउटा तरतिब दिनको लागि आजबाट हामीले प्रयास गरिएको छ, आजबाट सुरुवात गरिएको छ र यसमा सानोतिनो त्रुटिहरू होला जसमा सम्पूर्णले माफ दिनुहोला र यो हाम्रो पूर्णगाउँ गुरुङा सम्पर्क समाज गठन गर्ने हाम्रो संस्थापक अध्यक्षज्यूहरूले जुन प्रकारले सोचेर, जुन उद्देश्यले सोचेर यो एउटा समाज गठन गरिएको छ, त्यो हाम्रो सम्पूर्ण परिवारलाई हाम्रो समाजको यो गठन गरेर कोष जम्मा गर्नेको उद्देश्य सबैले बुझ्नुपर्छ। सबैले बुझ्यो भने यो समाजलाई हामी सबैले कान्धमा कान्ध मिलाएर एकदमै अरू समाजले पनि यस्तो प्रकारले पूर्णगाउँ गुरुङा समाजले एउटा कार्यक्रमहरू गर्दैछ अनि यति सबै मिलेर काँधमा काँध मिलेर अगाडि बढ्दैछन् भन्ने एउटा हामीले सन्देशहरू पनि अरू समाजमा पनि दिनुपर्छ। किन भन्दाखेरि यो संस्था खडा गर्नुको उद्देश्य तपाईँ हामी गाउँबाट यहाँ पोखरा महानगरपालिकामा पालिकाका 33वटा वडामा अलग ठाउँमा फैलिएर बसेका छौँ। यदि यो संस्था गठन नभइकन यो कोषहरू हामीले जम्मा गर्ने थिएन भने सायद गुरुङा पूर्णगाउँको हामी दाजुभाइ दिदीबहिनी
अलग अलग 33वटा ठाउँमा अलग अलग फैलिएर बस्थ्यौँ। सायद को कहाँ बसेछ, उसलाई केही समस्या छ कि छैन भन्ने कुरो हामीलाई थाहा पनि लाग्ने थिएन। आज यति राम्रो काम गर्नुभएको छ हाम्रो अग्रज व्यक्तित्वहरू, जो मैले पहिले नै भनिसकेँ। उहाँहरूको यो सोच र उहाँहरूको यो कामले गर्दा नै आज हामी घुरुङ्गा पूर्ण गाउँको जति पनि पोखरामा आएर बसेका छौँ, हर 3 महिनामा भेट भएर आफ्नो सुख दुःखलाई सुन्ने सुनाउने यो काम अहिले हाम्रो परिवारको हाम्रो 2वटा बाबुहरू सिङ्गापुरबाट आउनुभएको छ। उहाँहरूले पनि प्रत्यक्ष देख्नु भएको छ, प्रत्यक्ष बुझ्नु भएको छ। यो गर्नको लागि हामीले पुस्ता सम्मको पनि यो कामहरू निरन्तर जाने गरोस्। र हामीले जो कोही पनि हाम्रो परिवारका बच्चाहरू विदेशबाट आउँछन् भने यो त्रैमासिक कार्यक्रमको दौरानमा यही उपस्थित हुनुभएको छ भने, आफ्नो नेपालमै छुट्टीमा आउनुभएको छ भने यस्तै प्रकारले हामीले उहाँहरूलाई, हाम्रो बच्चाहरूलाई पनि एउटा उनीहरूले पनि गाइड लाइन गर्ने, उनीहरूले पनि केही सिकुन् केही बुझुन् भनेर हामीले यस्तै प्रकारले सम्मान कार्यक्रम गर्ने योजना राखिएको छ। र जो 3 महिना हाम्रो यो त्रैमासिक कार्यक्रममा उपस्थित हुनु भएन, उहाँहरूलाई हामीले फेरि घर हामी कार्य समितिहरू घरमा बाबुहरू विदेशबाट आएछन् भने सहयोग आफू शब्द उनीहरूले दिउन् नदिउन्, तर हामी कार्य समितिहरू गएर एउटा फुलमाला दिएर सम्मान गर्ने कार्यक्रम हो। माथि हामीले भीमप्रसाद भदैमा पनि गएर हामीले गरेको थियौँ। त्यो कामहरू कार्यक्रमहरू जारी रहन्छ। र म हाम्रो खास गरी 2टा बाबुहरूलाई यो हामीले आज यो पैसा उठाएर तपाईँहरूले जो 25,000 15,000 सहयोग समाजको लागि दिनुभएको छ, यो रकम तपाईँहरूले आफ्नो विदेशमा नोकरी गरेर पसिनाको एकदम पसिना दुःख कष्ट गरेर खुकुरीको धारमा बसेर पैसा कमाउनु भएको छ। यो पैसाले तपाईँहरूले एकदम राम्रो नतिजा तपाईँहरूले देख्न पाउनेछ। किन भन्दाखेरि हामी सम्पूर्ण मान्छेहरू एउटा यसरी एकता भएर, खास गरी घुरुङ्गा पूर्ण गाउँदेखि कोही पनि अलिकति गरिब व्यक्तिहरू, अलिकति आयमा एकदम निम्न स्तर भएको व्यक्तिहरू दुःख बिमार भएर आउँछन्। उहाँहरूलाई हाम्रो घुरुङ्गा पूर्ण गाउँ समाज पोखरामा बसेर उनीहरूलाई पनि सहयोग गर्ने हामीले गरिएको छ। र यो सहयोग निरन्तर चलिरहेको छ। र अघि नै हाम्रो वरिष्ठ उपाध्यक्षज्यूले भन्नुभयो, यो 2075 सालमा यो हाम्रो संस्था गठन हुँदाखेरि 1,30,35,000 रुपियाँ पैसा थियो हामीसँग। र 2075 सालबाट यता हामीले सहयोग पनि लगभग 4.5-5 लाख रुपियाँ सहयोग गरिएको छ। तपाईँहरूले त्यो सहयोग कति भयो, कोलाई भयो भनेर रेकर्ड हेर्न चाहनुहुन्छ भने हाम्रो कोष अध्यक्ष दाइले एकदम डिटेलमा राख्नु भएको छ। त्यो सुन्नु सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। र त्यसै गरेर आउँदो दिनहरूमा पनि हाम्रो यो कार्यक्रम, यस्तो कार्यक्रमहरू पनि निरन्तर रहन्छ, निरन्तर हुनेछ भन्दै मेरो एउटा छोटो एउटा स्पिचलाई यही विराम गर्छु। र आजको हाम्रो पूर्ण गाउँ घुरुङ्गा सम्पर्क समाजको कार्यक्रम पनि यही आएर समापन भएको घोषणा गर्दछु। र सबैले माथि एउटा अलिकति नास्ता पानीको व्यवस्था पनि गरिएको छ। र सबैले एउटा नास्ता पानी गरिदिनु होला भन्दै आजको कार्यक्रम यही आएर समापन भएको घोषणा गर्छु। धन्यवाद। यो ब्रेकिङ न्युज हो है, किनभने हामीहरूको
सभा आज हाम्रो प्रोग्राम खत्म भयो, यो ब्रेकिङ न्युज हो। हाम्रो दिदी लीलावती को श्रीमान र हाम्रो ठुलो दिदीको श्रीमानको आँखा खोल्ने 2082 कार्तिकको 1 गते भएको हुनाले सबैमा यो अनुरोध छ कि उहाँ आएर प्रसाद गरिदिनु होला भन्ने हार्दिक अनुरोध गर्दछु। धन्यवाद।